अहिले हाम्रो घरमा कन्स्ट्रक्सनको काम चलिरहेको छ कि त्यही भएर धुलो र मैलो मात्र छ। अनि म त गुड बोय परे, यस्तै ठाउँमा खेल्न मनपर्छ मलाई। अनि जिउ कस्तो चिलाइरहेको थियो, दिदी मलाई नुहाइदिनुहोस् न, जिउ चिलायो भनेको। दिदी त सक्दिनँ म, अहिले नुहाइदिएर के काम त, फेरि त्यही खेलिहाल्छुस्, म नुहाइदिन्न भन्नुभयो। मलाई कस्तो टेन्सन परेको थियो। ठ्याक्क पेट मामाबाट म्यासेज आयो, चिन्ता नगर पुन्टु, तिम्रो लागि हामी छौँ भनेर। त्यो सुनेपछि त मलाई त हतार भयो। यो दिदी पनि चाहिएन कि मलाई त। पेट मामा भएपछि त ल दिदी जाम छिटो, मलाई नुहाउन लग्नुहोस् त भनेको। दिदी रुक न रुक, मोजा लाउँछु भन्नुहुन्छ। आफूलाई हतार भइसक्यो। छिटो आउनुहोस् न दिदी, त्यही चप्पल लाएर जाँदा हुन्छ के, जुत्ता लाउनु पर्दैन भनेको। माने भो, खालि ढिलो गर्ने, आफूलाई चाहिँ कस्तो हतार भइसक्यो। नुहाएर सफा होम भइसक्यो। यो दिदी पनि यस्तै हो। अनि पेट मामा पनि पुगे, कस्तो ठुलो राम्रो ठाउँ रहेछ। अब सुन्नु त पर्यो नि, मेरो साथीहरूको स्मेल आइरहेको थियो। को